सो आज चाहिँ हामी चाहिँ गयौँ टक्क तर्का डाँडातिर हावा खानको लागि। सो हेलो नमस्ते एभ्रिवान, मेरो नाम चाहिँ हो प्रशान्त राई र आज रहेको छ 30 डेज मिनी ब्लग च्यालेन्ज। सो आज चाहिँ म टक्क लाएर बजारमा छु। किन बजारमा छु भनेर चाहिँ म चाहिँ गाउँ किन आएको छु, टक्क लाएर हेर्न सक्नुहुन्छ है। त्यो टक्क तरिकाले चाहिँ म चाहिँ पुगेँ डाँडातिर है। डाँडातिर पुगेर चाहिँ म चाहिँ भिडियो सिडियो खिच्न थालेँ। अनि त्यसपछि चाहिँ एकछिनपछि कुरेपछि हाम्रो दाइ पनि आइपुग्नु भयो। एकदमै सपोर्टिभ दाइ हुनुहुन्छ हाम्रो चाहिँ है। टक्क तरिकाले है म चाहिँ यसो भिडियो खिच्दै थिएँ, दाइ ठ्याक्क आइपुग्नु भयो के। र तपाईँहरूलाई चाहिँ लाग्न सक्छ यो कुन ठाउँ हो भनेर। यो चाहिँ तपाईँहरूको धनकुटा 7 चुलीवन अथवा चामजिङमा पर्ने ठाउँ हो। यहाँ आएर तपाईँहरू टक्क तरिकाले भिडियो अथवा फोटो खिच्न सक्नुहुन्छ। हाम्रो चाहिँ तल चाहिँ आउनु सक्नुहुन्न अरे, त्यही भएर मैले चाहिँ माथि छोडेर आएँ। तलदेखि चाहिँ यस्तो दामी भ्यू आउँछ, यस्तो दामी भ्यू आउँछ है टक्क तरिकाले है। हामीले चाहिँ माथि नै मैले छोडेर आएको, एक्लै तल हिँड्दा आएँ है। मैले चाहिँ बस तपाईँहरूलाई देखाउनको लागि तल आएँ। सो म चाहिँ त्यहाँ तल गएको भनेर म चाहिँ देखाउँदैछु है। सो त्यहाँदेखि चाहिँ यस्तो दामी भ्यू आउँछ, यस्तो दामी भ्यू आउँछ है। सो अनि त्यसपछि आजले चाहिँ यति नै हस्त टाटा बाई बाई गाइज। यदि धनकुटामा बस्नुहुन्छ भने चाहिँ अवश्य तपाईँहरू त्यो ठाउँमा जानुलाई यस्तो दामी भ्यू आउँछ, यस्तो खेतबारी छ है। आजको लागि चाहिँ यति नै हस्त टाटा।